विदेशमा आफ्नो शारीरिक तथा मानसिक श्रम बेची आर्थिक स्रोत जुटाउन बाध्य हुन परेको कुरालाई नकार्न सकिँदैन। फर्क तिमी यहाँबाट एक्लै हिँड्छु म। केही वर्ष एक्लै बाँच्नु छ मलाई। म विदेशमा बिरामी हुँदा पानी तथा तिमी हुने छैनौ। न त्यहाँ स्कुलबाट फर्कने साथ मलाई बाबा भन्दै आउनाले छोडी नै आउने छैन। आफ्नो मन दर्द बनाउन सक्छु। रुन त हामीलाई पनि मन लागेको छ। एकचोटि सौदाको ऋण सम्झनुहोस्। घरको छानो चुहिरहेको छ। हाम्रो छोरीलाई पढाउनु छ। उसको भविष्य सम्झनुहोस्। श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् भन्छ। जिन्दगीको यात्राभर सधैँ सँगै रहन पाए हुन्थ्यो त लाग्छ नि। तर के गर्नु? यसरी रुँदै बिदा भएको प्रकाश आज विदेशिएको पनि 9-10 महिना भइसक्यो। सुरुका 2 महिनासम्म त काम ठिकै चल्दै थियो, तर अचानक कम्पनी बन्द भएपछि कम्पनीले नै अर्को काम दिने भनेर राखेको पनि महिनौ भयो। न उहाँले त्यहाँ काम पाउन सक्नुभयो, न सेलरी। किन हामीलाई नै यति धेरै दुःख भएको होला? बाबाको अचानक काम बन्द भयो, पैसा पठाउन सक्नु भएन। तर यता दिनहुँ साउहरू घर आउँछन्। बाबाले काम पाएदेखि त ऋण तिर्न सकिएन नि। तर यहाँ त बिहान बेलुकी छाप्टर नै गाह्रो भइसक्यो। दामी तर सोफिया, म चाहिँ तिम्रो फेसबुक पोस्टलाई लाइक सम्बन्धी गर्छु कि, तर कमेन्ट चाहिँ आमामा के लेखेको हुन्छन् क्या। त्यही त। अनि के भन्छ? राम्रो फोटो पोस्ट गरेपछि यु आर सो ब्युटिफुल, यु लुकिङ गुड टुडे, एट्र्याक्टिभ, यस्ता शब्दहरू त प्रयोग गरिहाल्छु नि। अनि जा दसैँ पनि आउन आँटिसक्यो। हामी सबैजना साथीहरू मिलेर एउटै स्टाइलको रातो कलरको लेहेङ्गा लाउने योजना बनाएको छौँ। के भने तिमी? हे पर्दैन के आउनु जा, भाषा धर्म कुरा हुन्। त्यही त। त्यति नाति त उसको बाबाले विदेशबाट। सरी फ्रेन्ड्स, एकछिनै मेरो कल आयो। कति धेरै कल आएको होला। बाबाले विदेशबाट मोबाइल पठाइदिएकै छन्। मामुले यहाँ नेट चलाउनका लागि डाटा किने पैसा दिनुभएकै छ। अनि नचलाउँछ मोबाइल। तर हामी विद्यार्थी हौ। विद्यार्थीलाई मोबाइल फोन किन आवश्यक छ? ल भन त कसैले। अनि अनुजा, तिम्रो मामु आजकल के गर्नुहुन्छ? के गर्नु नि, अर्का घर भाडा माझ्नुहुन्छ। त्यही त हाम्रो पो बेजत हुन्छ नि। उसको मम्मी भाडा कुडा लुगासुगा धुने मान्छे। अनि गाउँघरको सबैजना मान्छेले लुगा धुने भाडा साडा माझ्नेको छोरीको साथी भन्छन् हामीलाई। निर्जला, कविता, के भएका तिमीहरू? के भनेका तिमीहरूले? अब जे हो त्यही भनेका। मेरो मामु अर्काकै घरमा लुगा धुनुहुन्छ, भाडा माझ्नुहुन्छ। हो, कसैलाई होच्याउनु हुँदैन। आज अनुजा दुखी छु, भोलि हामी पनि दुखी हुन सक्छौँ। समयको खेल कोही कसैलाई थाहा हुँदैन। सरी दिदी, वी आर सरी। हामीले त्यस्तो नभन्नु पर्ने थियो। सरी। इट्स ओके, जाऊ। अब अनुजासँग गएर मिठो बोलौँ, उनलाई सम्झाऊ। जाऊ, यो दसैँ सबैको सुखमय होस्। दसैँ पनि आयो। यो दसैँमा चाहिँ सबै पाहुनालाई यहीँ बोलाउने हो। यसपालि आफ्नैमा मजाले मनाइन्छ दसैँ। होइन, यो पार्वती कहाँ गई? म एकछिन यसो बाहिर के जानु
फोड हेर त पार्वती ए पार्वती होइन कहाँ उठियो आया आया ए हजुर हजुर कतिखेर आउनुभयो आज त कस्तो निउरी नै नहुने गरी कम्मर पनि कस्तो धुएको आया सुरु भइहाल्यो है नारायणको काम चाहिँ के गराउन लागेको थाहा पाउनुपर्छ सुरु भइहाल्छ भित्र कुना काप्ची बगाल्दै थिए हजुर आया चिया पिउनुहुन्छ कि यो दसैँमा छोरीले नयाँ लेङ्गा किन्ने भन्दै थिए अनि किने भयो नि तेरो पनि बुढो विदेशै गएका हुन्थ्यो मेरो मात्र होइन पठाइदेला नि पैसा विदेशमा काम रोकिएको पनि धेरै भयो रे आजभोलि हामीसँग पैसा पनि छैन त्यही भएर आया ए भनेपछि पैसा चाहियो छोरीको फिस तिर्नु छ भनेर लगेको पैसा 10-12 दिन अघि होइन अब महिना गर्न अझै 20 दिन बाँकी छ अनि लानु पैसा मामा अरे छोरी किन यति धेरै खुसी नि अनि खुसी हुनु पहिला त मामु मेरो टिकटक भिडियो त भाइरल भएछ नि भाइरल ए हो र फेरि तिम्रो भिडियो भाइरल भयो के गर्नु आफ्नो त मरी टिकटक बनायो लास्टमा 500 भ्यू समेत कटे मम्मी म त हिट भयो क्या हिट मेरो भिडियोमा भ्यूज बढेको बढे मलाई त लाइक र कमेन्ट गर्ने पनि कति हो कति फेसबुकमा उस्तै इन्स्टाग्राममा उस्तै मलाई त स्न्यापच्याटमा पनि के कमेन्ट पो आउन थाल्यो त मम्मी हेर्नुहोस् त म आज हिट भएँ नि हो छोरी ओइ सकिने कुरा परेर हेरेर बस्छु मेरो छोरीको प्रगति अब त मलाई पनि सोफियाको मम्मी भनेर चिन्छन् होला है हो नि मामु एकछिन ल मेरो कल आएछ हेलो म एकछिनमा तिमीलाई कल गर्छु ल मम्मी सँगै हुनुहुन्छ मामु मेरो एकछिन फ्यानको कल आयो कि म कल गरेर आइहाल्छु ल ओके छोरी अब हिट भएपछि कहिले कसको फोन त आइहाल्छ नि गरौँ मम बाई टाइमको साह्रै दुख्दैछ आज अलिक चाँडै घर जान पाए हुन्थ्यो जान त म पनि हिँडेर गाउँतिर अलिकति पैसा पाए हुन्थ्यो मैसा पैसाको कुरा नगरे अघि भनिन मैले अब मैले छोरीलाई के जवाब दिने छोरी आज पनि मैले पैसा लिएर आउँछु भन्नु भएको छ पहिले 2 दिनमा खाना पर्ने यति साह्रो पेट दुख्दैन थियो आज त कति साह्रो दुखेको तपाईँहरूलाई पनि मलाई जस्तो हुन्छ हो मान्छेलाई भोक किन लागेको होला छोरी अनु आमा किन नबोलेको आमा मसँग केही जवाब भए पो बोल्नु छोरी मसँग तिम्रो प्रश्नको जवाब छैन छोरी छैन मलाई केही चाहिएको छैन आमा केही चाहिएको छैन तर तपाईँ आँसु नजानुहोस् आमा तपाईँ आँसु नजानुहोस् तपाईँ नआउनुहोस् आमा मलाई केही चाहिएको छैन तपाईँ रुँदा मेरो पनि आँसु झर्छ मलाई
आमा जिन्दगीमा त्यस्तो कुनै बहुमूल्य चिज छैन आमा भन्दा। छोरी, एउटा आमा बुवा आफ्नो सन्तानको लागि पटक पटक मरेर पनि बाँच्नु पर्दो रहेछ। कर्मले काम भावीको भोग्नै पर्दो रहेछ। जति दुःख परे पनि बाँच्नु पर्दो रहेछ। जति दुःख परे पनि बाँच्नु पर्दो रहेछ। कर्मले भोग्नु पर्दो रहेछ। जति दुःख परे पनि बाँच्नु पर्दो रहेछ। छोरी, धेरै पछि फोन आयो। कसको हुन्छ? आमा यो त विदेशको नम्बर हो आमा। को रहेछ? उठाउनुहोस् न आमा। कतै बाबाले पो गर्नु भएको हो कि? उठाउनुहोस् न। अरे आमा तपाईँको हात किन काम्दैछ आमा? उठाउनुहोस् न। कुनै अप्रिय खबर त होइन नि? हेलो हेलो, पार्वती, म अनुको बाबा। फोन उठाउन किन ढिलो गरेको? बाबा अरे तिम्रो त रुँदै पो छौ कि के हो? पार्वती, अब नरो। मैले कम्पनीमा फेरि काम पाइसकेँ। काम पनि राम्रो, पैसा पनि राम्रो। अब नरो। छोरी कहाँ थिइन्? छोरी आइछिन्। बाबा दर्शन सन्चै हुनुहुन्छ? छोरी, ठिक छु। तिमीहरूको धेरै याद आउँछ। तपाईँ हाम्रो चिन्ता नलिनुहोस् दादा। हामी आमा छोरी कहिल्यै दुखी छैनौँ। अब तिमीहरू कहिले दुखी हुनु पर्दैन। अब मैले पैसा कमाउन थालेको छु। छोरीका सबै साथीहरू मोबाइल चलाउँछन्। मोबाइलमा के चलाउन पाइन्छ अरे? पैसा आउने बित्तिकै एउटा राम्रो मोबाइल पठाइदिनुहोस् है। पर्दैन बाबा। तपाईँले कमाएको पैसाले पहिले ऋण तिर्नु छ। बाबा बर्खामा छानो चुइन्छ, छानो फेर्नु छ। फेरि म पढ्दै पनि त छु। मेरो राम्रो शिक्षाको लागि पैसाको पनि आवश्यक छ। उब्रेको पैसा तपाईँहरूलाई गुणस्तरमा चाहिन सक्छ बाबा। मलाई मोबाइल पर्दैन बाबा, पर्दैन। सबैले मेरो जस्तै छु पाउनु। अहिले काममा छु छोरी। आमा जाउँ घर। अब आँसु पुस्नुहोस्। यो भ्याकेसन भरि मैले सबै बुकको रिभिजन गर्नु छ। महिनौपछि अनुजा र पार्वतीको मुहारमा आशाका किरणहरू देखा पर्न थाले। त्यसो त उनीहरूको जीवनमा जस्तो सुकै दुःख आइपरे पनि पार्वतीले छोरी अनुजाको पढाइमा कुनै अभाव महसुस हुन दिएकी थिएन। समय बित्दै गयो।
उनीहरूको फाइनल एक्जाम पनि भर्खरै सकिएको थियो। त्यो बेलासम्म सोफिया मोबाइलको लतमा चुर्लुम्मै डुबिसकेको। कति राम्रो देखेको। मोबाइलदेखि बाहिरको संसारबाट पूर्णतः विमुख भइसकेकी सोफिया आफ्नै आफन्त, नातागोता र इष्टमित्रबाट बिस्तारै टाढिरहे। एक दिन म मेरो भाइ खोज्दै उसको साथीको घरतिर जाँदै थिएँ। तैँले ट्याग गरेको ल्या हो होइन, तैँले चाहिँ यो बोक्नु पर्दैन। मैले त बेजातिकल बोकिदिन आएको थिएँ। तैँले स्नोपरले मलाई बढी हालेको थिएँ। अब त्यतिखेर नेट ट्याग पनि चलिरहेको थियो, त्यही भएर अब त तैँले 7-0 खाने थिइस्। भोलि त अलिक राम्रो दिन्छ। ए भाइ त बाटोमै आउँदै रहेछ। कोही दिखेस्, तेरो दिदी त यहीँ आउनुभएछ। जाला यहीँबाट। बाई बाई बाई। दिदी डेजर्ट युएमपी स्न्यापर भनेको के हो? सायद तिमीले फ्री फायर खेल्ने साथीको मुखबाट सुन्यौ होला यस्ता शब्द। यी सब हतियारहरूका नाम हुन्। डिजिटल विपन, जुन हतियार गेममा मात्र हुन्छन्, वास्तविक संसारमा हुँदैनन्। यी सब मन भुलाउने गेमहरू हुन्। त्यसमा धेरै समय हामीले बिताउनु हुँदैछ। अरे सोफिया, 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 के भयो? किन नबोलेको? सोफिया, के भयो? किन बोलेको? तिमीलाई चाहिँ के भयो? आजकल साथीहरूसँग पनि बोल्न छाडेकी छौ। म बोल्नु कि नबोल्नु जेसुकै गरौँ, तँलाई चाहिँ के को मतलब? चिन्न नजानो, यहाँ टिकटक बनाएर बोला डिस्टर्ब गरिदिने। पहिले पहिले तिमी भनेर बोल्ने सोफिया आज आफ्नै साथीहरू पनि चिन्न छोडिसकेकी थिए। त्यसो त उनी मोबाइलमा कहिले नदेखेका, नचिनेका र नभेटेका नयाँ नयाँ साथीहरूसँग रमाउन थालिसकेकी थिए। यतिसम्म हुँदा पनि सोफियाको आमालाई कुनै परवाह थिएन। त्यो दिनदेखि सोफिया खोइ कता गई, देखि नै छोडी। आमा, आमा, तपाईँ कहाँ हुनुहुन्छ? बाहिर निस्किनुहोस् त। आउनुहोस् न भन्या। सधैँ तपाईँले खुवाउनु भयो, आज म खुवाउँछु तपाईँलाई मेरो आफ्नै हातले। आमा, किन? के भयो छोरी? आज तिमी निकै खुसी देखिरहेकी छौ। के भयो छोरी? पहिले गर्नुहोस् त। गर्नुहोस् न भन्या। ओ लु, तपाईँलाई मनपर्ने मिठाई। आमा, तपाईँले कति धेरै मेहनत गर्नु भएको छ, हार घोट्नु भएको छ मेरो पढाइको लागि। आमा, तपाईँलाई खासै पढ्न लेख्न नआए पनि म पढेको देख्दा तपाईँ छेउमा बसेर हेरिरहनुहुन्थ्यो। तपाईँ छेउमा बस्दा मलाई झन् पढ्न प्रेरणा मिल्थ्यो। यो सब तपाईँले गर्दा हो आमा। तपाईँ पास हुनुभएको छ। तपाईँ पास हुनुभएको छ। मेरो छोरी आज पास भएकी छु। यो सब तपाईँको कारण हो आमा। तपाईँ पास हुनुभएको हो। छोरी देऊ त, अब यो मिठाई म गाउँभरि बाँड्छु अनि मैसाबलाई आफ्नै हातले खुवाइदिन्छु। अरे मैसाब त यतै आउनु भएछ। नमस्ते मैसाब। लिनुहोस्, लिनुहोस् मिठाई। मेरी छोरी पास भएकी छु। यो सब तपाईँहरूको आशीर्वादले हो। लिनुहोस् मैसाब। तिमीहरूले मेरो छोरीलाई देख्यौ? किन र मैसाब? सोफिया घरमा छैन? आज 3 दिन भइसक्यो। फ्रेन्डको फोन आएको थियो भनेर घरबाट निस्केकी 3 दिन भइसक्यो। न उसको फोन नै लाग्छ,
न कुनै सम्पर्क। सबै आफन्त नातागोताकोमा सोधिसके, कहीँ छैन मेरो छोरी, कहाँ गयो? मैले मैसाब यसरी रोएको कहिले देखेको थिइनँ। कहाँ गइन् होला? छोराछोरीहरूले आमा बुवालाई कहिले नरुवाउनु। छोराछोरीको कारण कुनै आमा बुवा रुन नपरोस्। आन्टी, फोनको घन्टी बज्दैछ, उठाउनुहोस् न। तपाईँ सोफियाको फोन हुन सक्छ। हेलो, तपाईँ सोफियाको को? म सोफियाको मम्मी हो। सोफियाको मम्मी, मेरो छोरी। तपाईँकी छोरी सोफिया जङ्गलमा मृत अवस्थामा फेला परेकी छिन्। सायद कसैले मारेर फ्यालेको हुन सक्छ। हामी इलाका प्रहरी कार्यालयबाट बोलिरहेका छौँ। तपाईँ झट्टै स्पटमा आउनुहोला। केही सहयोग चाहिए नेपाल प्रहरी मेरो टिकटक भिडियो त भाइरल भएछ नि। म एकछिनमा तिमीलाई कल गर्छु ल। मम्मी सँगै हुनुहुन्छ। अब हुनु भएपछि कहिलेको सुफोन त आइहाल्छ नि। मामु, मेरो एकछिन फ्यानको कल आयो कि, म कल गरेर आइहाल्छु ल। गएँ मम, बाई। अरे मैसा, यो के सुन्नु पर्यो मैसा? छोरी, यो के भयो छोरी? यो के भयो छोरी? छोरी, यो के भयो? आफूलाई सम्हाल्नुहोस् मैसा। मन राम्रो बनाउनुहोस् मैसा। जे नहुनु थियो त्यो भइसक्यो। आफू यसरी हरेस नखानुहोस् मैसा। हिँड्नुहोस्, बिस्तारै हिँड्नुहोस्। मेरो छोरी आउँछ मेरो छोरी। एक दिन मलाई मम्मी भन्दै मेरो छोरी आउँछ। दिदी, यो के भयो दिदी? सोफिया उता मृत्यु अवस्थामा। मैसाब उता अचानक। यो कसरी भयो दिदी? यो कसरी भयो? यो अचानक घटेको घटना होइन बहिनी। सूचना र सञ्चारको उत्कृष्ट माध्यम हो सामाजिक सञ्जाल। आज थुप्रै मानिसहरू जस्तै म पनि चलाउँछु सामाजिक सञ्जाल। गुगल, विकिपिडिया जस्ता सर्च इन्जिनहरूमा हामीले थुप्रै प्रश्नका उत्तर भेट्छौँ, शब्दहरूका भावार्थ भेट्छौँ। पछिल्लो अवस्थामा मार्क जुकरबर्गले मानिस बिचको सम्बन्धलाई अझ नजिक र गाढा बनाउन फेसबुक जस्तो एक उत्कृष्ट सामाजिक सञ्जालको आविष्कार गरे। एकअर्काको सुख दुःख छोटो भिडियोद्वारा सार्वजनिक गर्न ज्याङ युमिनले टिकटक जस्तो कति राम्रो भिडियो एपको आविष्कार गरे। तर बहिनी, मानिसहरूले यिनै राम्रो एपहरूलाई प्रयोग गरिरहेका छन् कि दुरुपयोग? पक्कै दुरुपयोग गर्दैछन् दिदी। दिया, अनुजा, जाउँ। यो बेला हामीले सोफियाको आमालाई छोड्नु हुँदैन, जाउँ। त्यो दिन धेरै मानिसहरू सोफियाको घरमा भेला भएका थिए। तर मानसिक रूपमा विक्षिप्त भइसकेकी सोफियाकी आमाले केही दिनमै घर छाडे। घटना घटेको केही दिनपछि सोफियाको बाबा नेपाल आए र फेरि विदेश गए र त्यसपछि उनी नेपाल कहिले फर्किन चाहेन। तर अझै पनि कहिले बिर्तामोडको बस्तार क्षेत्रमा, कहिले दोबाटोमा अनि कहिले चोक बजारमा मानसिक सन्तुलन गुमाएकी एक महिला भोकारिरहेकी देखिन्छु। उनी कसैले दिए खान्छन्, नदिए भोकै त्यतै कतै सुत्छिन्। कल आयो, कल। छोरी, कल आयो, कल। छोरी, फोन आयो। छोरी, उठाउन।
छोरी छोरी कल आयो छोरी छोरी कल आयो छोरी उठाउन कल छोरी प्रस्तुत भएको नाटकमा अभिनय गर्ने कलाकारहरू थिए स्निका लिङ्गदेन,